नमस्कार साथीहरू, सबैजनालाई स्वागत छ हाम्रो यस च्यानलमा। तपाईहरूलाई आज म राजकुमार लामिछाने र मकवानपुरको हास्य व्यङ्ग्यको एउटा सिलसिला प्रस्तुत गर्न चाहन्छु। सधैँ चाहिँ एउटा न एउटा कुनै साहित्यिक प्रस्तुति ल्याउने क्रममा आज पनि यस तुलाराम साहित्य पाटोमा म तपाईहरूलाई राजकुमार लामिछाने र मकवानपुरको हास्य व्यङ्ग्य राख्न चाहन्छु। राजकुमार लामिछानेको 2074 साल पुतलाको पावर प्रकाशनपछि हालमा अर्को हास्य व्यङ्ग्यको टावर बुद्धि पुराणको पाण्डुलिपि चिरफार गर्न मलाई टाँचो लगाउनु छ। व्यङ्ग्य समग्र आमुख लेख्न पाउँदा म खुसीले झुसी नहुने कुरै भएन। त्यसमा पनि हास्य व्यङ्ग्यको उर्वर भूमि मकवानपुर हेटौँडा भैरव स्मृति सम्मान प्राप्त गरिसक्नुभएका लामिछानेजीलाई अब नेपाली हास्य व्यङ्ग्य जगतमा चिनारी गराइराख्नुपर्ने मठान्थे। निबन्ध मात्र होइन, उहाँले हास्य व्यङ्ग्य शैलीका कविता र प्यारोडीमा पनि उत्तिकै भैली खेल्नुभएको छ। अर्कातर्फ आफू राम्रो कलाकार भएको प्रमाण पनि उहाँले प्रदर्शन गरेका नाटकहरूले प्रमाणित गर्दछ। उहाँको यस समग्रमा मोटा र पातला गरी जम्मा 20 थान निबन्ध अटेका छन्। यस रचना समय वा परिवेशमा लेखिएको हुन्छ, त्यसको छाप लेखमा पर्नु स्वाभाविकै हो। कोरोना कालमा लेखिएको हुँदा केही निबन्धमा कोरोनाको गन्ध आएको छ। कतिपयले हास्य व्यङ्ग्यको नाममा नारा फलाएका छन् र गाली ओखलेका पनि पाउँछौँ। तर यस समग्रभित्र त्यस्ता हल्का विषयलाई प्रवेश निषेध गरिएको पाए। त्यस्तै व्यक्ति विशेष समूह जातिवादी घृणा पैदा गर्ने खालका वाक्यले पनि स्थान पाएका छन्। अर्थात् हास्य व्यङ्ग्यको पूर्ण रूपमा निर्वाह गर्नुभएको छ। साथीहरू, लेख भनेको शब्दको थुप्रो मात्र होइन, मूल कुरो त्यसको समाजमा सन्देश भनौँ वा चेतना जगाउने काम गरेको छैन, त्यसमा ख्याल पुर्याउनै पर्छ। अर्थात् हाम्रो लेख मनुष्यको उज्जवल भविष्यप्रति लक्षित हुनैपर्छ। सोको निर्वाह पनि यहाँ गएको पाइन्छ। राजकुमारजीले निबन्धमा पात्रको नाम, छनौट, उखान, टुक्काको मुक्त अनुप्रयास आदिमा राम्रो ख्याल पुर्याउनु भएको छ। साथै भ्रष्टाचार र कुशासनलाई भित्तैमै पुग्ने गरी मर्यादित ढङ्गले छेड हान्नमा पनि माहिर हुनुहुन्छ। लामिछानेजीले कतिपय पुराना उखानलाई परिष्कृत गरी समयानुकूल पारामा डाल्नुभएको छ भने केही नयाँ उखानको टुक्की बाल्नुभएको छ। उदाहरणका लागि केही प्रस्तुत गर्दछु। तय चोर वै चोर, मिलाउँ अब एकताको स्वर। काम पाइन छोरा मोबाइल कोट्याइयोस्, जो लाउँछ चुक्ली उही जान्छ टुक्ली। अरूको कुरा काट्ने, राति कोल चाट्ने। एउटा अक्षरबाट सुरुवात गरी हरेक शब्दलाई सोहीबाट जोड्दै वाक्य बनाउने उहाँको शैली गजबको छ। जस्तै चौबन्दी चोली सहित 4 आँखे चुल्ठोमा चिटिक्क च्याटिएकी, चिलिमे चोक्नी चिनी माया चालिसेको, चियाको चर्चा चौतर्फी चलेको, चरीको चिरमिरबाटै चिया चाख्नेहरू चारैतिरबाट चुरमुरिन्थे। त्यस्तै पारी पिपलटाका पिताम्बर प्रसाद पराशर विषय भाव शैली र भाषाको समेत खासाको प्रयोग गर्न खप्पिस लामिछानेजीले आफू हुर्केको समाज व्यतिथि विकृति विसङ्गति अत्याचार अन्याय अन्धविश्वास आदि चाल देखेर अनुप्रयास सहितको व्यङ्ग्य बाण यसरी वर्षाउनुहुन्छ। अब निकै नै रोचक कुराहरू छन्, तपाईँहरू ध्यान दिनु सक्नुहुन्छ। रुपैयाँको बिटो खर्च गर्नुभन्दा नेताको बिटो लाउने विदेश। एउटा चाहै नदी घुमाउरो पाराले गरिबहरू चुस्ने मानव परजीवी भन्दा लामखुट्टे धेरै बुद्धिजीवी लाग्छ मलाई। शहीद घोषणा हुनुको लागि चाहिने मन्त्र भनेको पोलिटिक्सको जन्तर हो। हिजो हामीले भोट हाल्यो भूतकाल, आज ऊ मन्त्री बनेको छ वर्तमान काल। खादा मित जस्तो लागे पनि कालान्तरमा हित नगर्ने यो जलप्रति सबैको आकर्षण बढेको देख्दा शक्ति जलप्रतिको भक्ति बुझी सक्नु भएको छ। अघिल्लो दिन दर खानेर भोलिपल्ट व्रत बस्नु भयो होला, तर महिनौँ अघिदेखि दर खानेहरू चाहिँ कुन दिन व्रत बस्नु होला। जौरो जमराले जमिनमा जरा गाडेको 30 दिन बित्न नपाउँदै दसैँको पछि दगुर्दै तिहार पनि कसिएर आउने गर्दछ। किन यति चाँडो घाँडो लाग्न आउनु परेको होला यो तिहारलाई? शरीर ओल्ड भएर फोल्ड हुँदै जान थालेपछि मथिङ्गलको मजेरीमा मजैसँग जवानीको रन्कोले फन्को मार्दो रहेछ। सारांशमा भन्दा कलात्मक हास्य व्यङ्ग्यको क्षेत्रमा परेको खडेरीलाई भाँति पुर्याएर शैली मिलाएर युगान्तर बाँच्ने खालका निबन्ध लेख्नु भएको छ राजकुमारजी। बुद्धि पुराण बारेको बकाइबाट म यही थकाइ मार्छु र अर्को विषयतर्फ चाहन्छु। हेर्नुहोस् साथीहरू, अब यो बुद्धि पुराण छ। यो बुद्धि पुराण पुस्तक हाम्रो
लामिछाने सरको तपाईँहरू देख्न सक्नुहुन्छ। राजकुमार लामिछाने होइन, उहाँ राजकुमार लामिछानेज्यूले लेख्नुभएको यो चाहिँ यसरी चाहिँ प्रस्तुत हुन्छ। र अझ थप कुरा सुन्नुहोस् है। बुद्धि पुराण बारेको बकाइबाट म यहीँ थकाइ मार्छु र अर्को विषयतर्फ चाहन्छु। मकवानपुर जिल्लामा हालसम्म हास्य व्यङ्ग्य सङ्ग्रह कति प्रकाशन भए यसको इतिहास भविष्यमा अवश्य खोजी हुने रहेछ। मैले जानकारी पाएसम्म त्यति छोटकरीमा यहाँ प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु। यस जिल्लाबाट पहिलो सङ्ग्रह प्रकाशन गर्ने श्री रामचन्द्र आचार्य फुर्सतीलाई जान्छ। उनले 2039 सालमा फेरि पनि पूर्णेश भन्ने निबन्ध सङ्ग्रह बनारसबाट प्रकाशन गरेको पाउँछ। दोस्रोमा आरसी रिजालका निबन्ध सङ्ग्रह कुकुरको पुच्छर 2055, कण्ठ लगौटी 2057, हाकिमको खप्पर 2063, फुफु फुफुफु 2072 को वरिष्ठ 2077 र भोलारामको आत्मा हिन्दी हास्य व्यङ्ग्य साहित्यको अनुवाद 2066 गरी 6वटा कृतिहरू प्रकाशित छन्। तेस्रोमा हास्य व्यङ्ग्य कवि डाक्टर गणेश कुमार पौडेल पर्छन्, जसका सङ्ग्रहहरू मन्त्री पुराण 2056, बुढो गोरुले ओगटेको गाई 2056, देवका पति देव भ्रष्टेश्वर महादेव 2058, प्रतिनिधि सभा स्त्रोतम 2061, गोरु पुराण 2063, सुँगुरको महिमा 2067, 601 को क्रिया गरौँ 2069, त होस् हामीलाई संविधान नबनाएको भन्ने 2071, आयो महाभूकम्प 2072, मुटकट्टा 2073, सहित हालसम्म जम्मा 10 थान कविता